हाई एभ्रिवान, नमस्ते सबैजनालाई। आफ्टर सो लङ टाइम म चाहिँ भिडियो बनाइरहेको छु। आजको मेरो भिडियो चाहिँ मेरो लुगाहरू थ्रिफ्टिङ गर्दैछु। म हजुरहरूलाई चाहिँ देखाउँछु। म चाहिँ टी सर्टबाट सुरु गर्छु है। हजुरहरूलाई मन पर्यो भने चाहिँ मेरो इन्स्टामा म तल मेन्सन गर्छु, हजुरहरूले डिएम गर्नु होला है त। अनि म फोटो पनि लगाएको फोटो चाहिँ साइडमा राखिदिन्छु। मसँग चाहिँ यो सर्ट छ समरको लागि। अनि यो सर्ट चाहिँ ओभर साइज पनि हुन्छ, स्मललाई नै हुन्छ, ओभर त्यो लुज गरेर लाउन। अनि मिडियम, स्मल टु मिडियमलाई हुन्छ। यो चाहिँ लाइनिङमा हो, स्काई ब्लू कलरको। अनि अर्को चाहिँ छ मसँग, यो चाहिँ यस्तो अफ सोल्डर टी सर्ट हो। यो चाहिँ स्कर्टहरूसँग लाउन, प्यान्टहरूसँग लाउन। यो चाहिँ ब्राउन कलरमा हो। म यसको चाहिँ लगाएको फोटो त्यहाँ साइडमा राखिदिन्छु। यो चाहिँ यस्तो, यो त डिजाइन यसरी न अफ सोल्डर गर्न नि मिल्छ, अफ सोल्डर गर्न नि मिल्छ। अनि अर्को चाहिँ छ, यो चाहिँ ट्युब टी सर्ट ब्ल्याक कलरमा, पार्टीमा लाउन, स्कर्टहरूसँग लाउन। यो चाहिँ राम्रो देखिन्छ, स्टाइल गरेर लाउन मिल्छ। अनि अर्को चाहिँ छ, हिटरमा छ यो टी सर्ट चाहिँ क्रपमा। यो पनि स्कर्टहरूसँग लगाउन, पार्टीहरूमा जाँदाखेरि चाहिँ यो चाहिँ स्टाइल गरेर राम्रो देखिन्छ, ग्लिटरमा, ब्ल्याकमा, ब्ल्याक र। अनि अर्को चाहिँ छ मसँग यो व्हाइट कलरमा अहिले चलेको आस्कोट टाइपको। यो चाहिँ प्यान्टहरूसँग, स्कर्टहरूसँग लगाउन मिल्छ। यो पनि स्मल टु मिडियमलाई हुन्छ। स्मललाई मिल्छ, मिडियमलाई नि अब मिल्छ होला। अनि अर्को अब चाहिँ मसँग स्कर्ट सर्ट्सहरू देखाउँछु, प्यान्टहरू अनि स्कर्टहरू। यो चाहिँ लेदरको स्कर्ट हो। यो लेदरको स्कर्ट चाहिँ स्मललाई र मिडियमलाई हुन्छ, स्मल र मिडियमलाई हुन्छ। अनि यो पनि हजुरले स्टाइल गर्न सक्नुहुन्छ। अनि अर्को छ, यो चाहिँ उस टाइपको स्कर्ट हो, सर्ट्स टाइपको स्कर्ट। यो चाहिँ जाराको हो। अनि यो चाहिँ मलाई गिफ्ट आएको थियो, तर यो चाहिँ मलाई ठुलो हुने भएको भएर मैले चाहिँ लगाएको होइन। यो चाहिँ एकचोटि पनि लगाएन, अरू चाहिँ वान टाइम युज त्यही हो, कुनै कुनै चाहिँ युज छैन। तर अघि देखाएको चाहिँ सबै वान टाइम युज। यो चाहिँ अहिलेसम्म लगाएको छैन। यो चाहिँ मिडियमलाई हुन्छ, मिडियम टु लार्जलाई हुन्छ। म यो पनि हजुरहरू मन पर्यो भने डिएम गर्नु, म मिलाएर दिन्छु। अनि अर्को यो चाहिँ सर्ट्स हो। यो पनि स्मल मिडियमलाई हुन्छ, स्मललाई अलि हुन्न होला, मिडियमलाई हुन्छ। यो पनि म मिलाएर दिन्छु। अनि अर्को चाहिँ छ मसँग, यो चाहिँ स्कर्ट हो। अनि अर्को यो सेटमा हो। यो चाहिँ माथि चाहिँ यो, अनि तल चाहिँ स्कर्ट ब्ल्याकमा, कोरियन टाइपको। अनि यसमा बेल्ट पनि आउँछ। यो चाहिँ स्मललाई हुन्छ, स्मललाई हुन्छ। यो पनि हजुरहरूले यो छुट्टा छुट्टै लाउन नि मिल्छ, टी सर्ट छुट्टै, यो स्कर्ट छुट्टै। यो स्कर्ट अरूसँग नि स्टाइल गर्न मिल्छ, तर यो दुइटै लगाउन नि मिल्छ। यो चाहिँ सेटमै हो। अनि अर्को अब चाहिँ म देखाउँछु हजुरहरूलाई ड्रेसहरू। यो चाहिँ कहाँ गयो, यो चाहिँ मरुन कलरको ड्रेस हो। यो चाहिँ मैले लगाएकै छैन यो त। अनि यो चाहिँ स्लिभलेसमा हो, मरुन कलरको लङमा छ। यो चाहिँ हजुरले यो पनि स्टाइल गर्न सक्नुहुन्छ। म चाहिँ अहिले त्यो साइडमा फोटो राखिदिन्छु लगाएर खिचेर। यो चाहिँ मरुन कलरको वान पिस। अनि अर्को चाहिँ यो चाहिँ छोटोमा हो। यो चाहिँ छोटोमा त्यसै प्रिन्टेड टाइपकै हो, प्रिन्टेडमै हो। अनि पछाडि चाहिँ यस्तो ब्याकलेस छ। अनि यहाँ अगाडि चाहिँ फर्म छ, हजुरहरूले ब्रा लाउन पर्दैन। यो पनि स्मललाई हुन्छ, यो वान पिस। अनि अर्को चाहिँ यो चाहिँ रेडमा हो। पछाडि चाहिँ डोरी, यो चाहिँ डोरीवाला। अनि पछाडि चाहिँ यस्तो ब्याकलेस छ पछाडि चाहिँ। अनि यो डोरी यसरी बाँधेर पछाडि युज गरेर स्टाइल गरेर लगाउने। यो चाहिँ रेड कलरमा, यो लगाएको फोटो छ, म साइडमा राखिदिन्छु। नभएको चाहिँ म खिचेर साइडमा राखिदिन्छु। अनि अर्को पनि रेडमा, यो चाहिँ स्लिभलेस लङमा, बडीकन रेडमा। अनि पछाडि यस्तो ब्याकलेस छ, ओपन छ। अनि अगाडि चाहिँ यस्तो छ।
यो चाहिँ लङमा छ है। अनि यो स्मल टु मिडियमलाई हुन्छ, यो चाहिँ स्मल र मिडियम दुईटैलाई हुन्छ है। यो चाहिँ बडीकनमा हो नि त। अनि अब चाहिँ लास्ट ड्रेस छ, अनि यो चाहिँ भेलभेटमा ग्रे कलरमा हो। अनि यो चाहिँ अगाडि चाहिँ यस्तो ओपन हो, साइड स्लिभ छ। अनि यो चाहिँ लङमा छ, यो पनि स्मल टु मिडियमलाई हुन्छ। यो नि वान टाइम भन्दा युज, मैले देखाएको सबै लुगाहरू वान टाइम भन्दै युज गरेँ होइन, कुनै चाहिँ युजै गरेँ होइन, त्यो फोटो खिच्दा मात्र। थ्याङ्क यू सो मच गाइज। हजुरहरूलाई मेरो भिडियो मन पऱ्यो भने चाहिँ लाइक सब्सक्राइब गरिदिनु होला। अनि यो थ्रिफ्टिङहरू मन पऱ्यो भने कमेन्ट गर्नुभयो भने चाहिँ मैले पार्ट 2 पनि ल्याउने छु। पार्ट 2 मा चाहिँ मैले ट्रेडिसनल ड्रेसहरू लिएर आउँछु। हजुरहरूलाई मन पऱ्यो भने चाहिँ कमेन्ट गर्नु होला। बाई बाई, लभ यू।